है गाइस हाम्रोतिर त यस्तो चलन छ है खराई राख्दाखेरि के भन्छ रे यसलाई देउता सबै कुराले रक्षा गरोस् यहाँ चाहिँ धान पराललाई सबै हिफाजत गरिदिनुहोस् हजुरको उसमा चाहिँ हामीले धान राखेको छौँ धान बढोस् बेसरी पराल बढोस् वर्षनी एकदम खेतीपातीमा रोग बेट नलाओस् हाम्रो कुलपिटीले पनि राम्रो रक्षा गरोस् मैले तपाईँलाई चाहिँ यहाँ धुप दिएर आज चाहिँ खराई राख्नु लाग्छु लौ परमेश्वरी बाहुन चाहिँ म बिहानै नुहाएको होइन एक हप्ता भयो ननुहाएको भन्नु भएन त्यसो भन्नु भएन भनेको ल पानी हाल्दै त्यो हाल्यो पानी हाल्नु पर्दैन यहाँ छ हिउँ नहाल्ने पुट्ट पुट्टै हे छोपेर यस्तो छोपेर अब त्यो बुढी ल्याएर राख्नु पर्यो अब बुढी हुन्छ बुढी अब चाहिँ नि बुढी हेर्नुहोस् है बुढी कस्तो अब एउटा बाजे मान्छे ठ्याक्क बुढी बस्छ छक पर्न सक्नुहुन्छ बुढी देख्नुभयो भने घरमा अर्को बुढी छ यहाँ अर्को बुढी यसरी राख्ने त्यसो गरेर मानव मुरीतिर फर्केर ल 25 मुरी धान होस् सक्यो भरे पुट्टायो भने फेरि खोल्नु पर्ला आगो चाहिँ भित्रै छ है आगो भित्रै राखेर चाहिँ नि पूजा गर्नुपर्छ खरे लाउनुपर्छ एकजना साथी पनि छ है अझै ल अघि ल हेर्नुहोस् अघि बनाएको खरै यस्तो होला पुजारी हेर्नुहोस् धान खेरि त यति पो रहेछ यार होइन पुरा धान यहाँ धान ल हेरे धान एउटा पनि मुठा झारिएको छैन यो त विशालताखिरमा खसेको मात्रै हो धान त्यस्तो फलिलो काम गर्ने हाम्रो एकदम तराईतिर नफल्दो रहेछ यस्तै रहेछ है मैले यस्तै देखेको रे जुरी दामी देखेछ यार जुरी त हल्दा गजुर हो कि यो गजुर है मन्दिरको गजुर हावा जान्छ बोरै अके त्यो बोरै बोरै सरानी के